नमस्कार, म जयनाथ। अहिले खास गरी नेपालको राजनीतिक अवस्थालाई हेर्ने हो भने पुराना दलहरूले गरेका कामहरूप्रति जनताहरू केही हदसम्म निराश भएका छन्। अब सबै कामहरू पुरानो दलले नराम्रो गर्यो भन्न मिल्दैन। केही कामहरू तपाईँहरूले ठुलो योगदान छ। तपाईँहरूको देशमा यो उथलपुथल गर्नु, यो राजनीतिक परिवर्तन गर्नु धेरै तपाईँहरूले धेरै कष्ट गर्नुभएको छ। पुराना राजनीतिक दलमा आबद्ध सङ्घ संस्था व्यक्ति नेताहरूले तपाईँहरूले धेरै ठुलो योगदान दिनुभएको छ। तर तपाईँहरूले गर्ने सिस्टम गरेका कामहरूले गर्दाखेरि देश आज उन्नतिको बाटोमा जान सकेन, देश विकसित हुन सकेन। राजनीतिक अवस्थाका कारणले प्लस हाम्रो देशमा भएको कर्मचारी तन्त्र एउटा जो चाहिँ राजनीतिले बिगारेको कर्मचारीहरू है। अब कति कर्मचारी साथीहरूलाई चाहिँ म क्षमा माग्छु। अब कति राम्रो मान्छेहरू पनि हुनुहुन्छ त्यो मध्ये। अधिकांश चाहिँ तपाईँको भन्नुपर्दा अहिले जुन कुनामा, जुन कार्यालयमा, जुन ठाउँमा गए पनि बिचौलिया सिस्टम। हेर्नुहोस् है, उसले उसलाई भनिदिनु पर्ने, उसले उसलाई गरिदिनु पर्ने, उसले भने यसो गरेर त्यो गरेपछि मात्रै उतो गरेपछि मात्रै काम गर्नुहुन्छ क्या तपाईँहरूले, उतो लिएपछि होइन। त्यो सिस्टमले गर्दा देश चाहिँ तपाईँहरू राजनीतिक अस्थिरताको कारण र राजनीति गर्ने व्यक्तिहरूले आफ्नो पहुँचमा आफूले गरेको ठाउँमा आफूले चाहिँ गर्न चाहेको काम गर्नुपर्ने भएर आफ्नो व्यक्तिगत गोजीबाट नियुक्ति गरेर राख्ने सिस्टम जब देशमा आयो, त्यही अनुसारको हेरफेर गर्ने, त्यही अनुसारको अदला बदली सट्टा भर्ना गर्ने, त्यो किसिमको निजामती कर्मचारीमा त्यो किसिमको ल्याएपछि तपाईँहरूले टोटल फेलियर सिस्टम ल्याउनु भयो, राजनीतिक दल प्लस कर्मचारी है। अब यसोभन्दा सबै मान्छे यसमा नराम्रो हुनुहुन्छ भन्न खोजेको छैन। तपाईँहरूले सबैले आफ्नो आफ्नो ठाउँबाट देशको लागि योगदान दिनुभएको छ। हामीले त केही दिन सकेका छैनौँ, तपाईँहरूले दिनुभएको छ, त्यो धन्यवाद छ। अनि अहिले तपाईँको पछिल्लो चरण हुँदै यो ६२-६३को आन्दोलन हुँदै हामी त अब त्योभन्दा अगाडि त हामीलाई त्यति भएन होइन। ६२-६३को आन्दोलन हुँदै पछि संविधान सभा भयो, संविधान सभापछि संविधान बन्यो। अब देशको संरचना, अब सङ्घीय सिस्टममा देश गयो। पछिल्लो राजनीतिक घटनाक्रम हुँदै जाँदाखेरि जेएनजीहरूको आन्दोलन भयो। जेएनजीहरूको आन्दोलनमा घाइते र मृतकप्रति हार्दिक, घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना र मृतकहरूप्रति हार्दिक गहिरो संवेदना छ। यस्तै गरी राजनीतिक परिवर्तन यो अहिले आएको पछिल्लो जेएनजीको परिवर्तन, जेएनजीहरूले गर्न चाहेका कामहरू के थिए, कसो थिए, तर जेएनजीहरूको यो जुन आन्दोलनको क्रममा सरकार पक्षले ननिभाएको देखाएको उसको रभाव होइन। अब त्यतिखेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो। उहाँले चाहिँ आफ्नो सरकार प्रमुख भएको कारणले जिम्मा अहिलेसम्म लिन सक्नु भएन होइन। हो, यस्तो किसिमको राजनीति नहोस्। तर के गर्ने, तपाईँहरूलाई अब एमाले समर्थक साथीहरूले गाली पनि गर्न सक्नुहुन्छ। सरकार प्रमुख भएर बसेको नेपालका एमालेका प्रधानमन्त्री, गृहमन्त्री काङ्ग्रेसको होइन, काङ्ग्रेसको समर्थक साथीहरू पनि रिसाउन पाउनुहुन्छ। तपाईँहरू रिसाउनुहोस्। तपाईँहरूले पनि एउटा सानो कुरोसम्म भन्न सक्नु भएन क्या। तपाईँहरू सरकारमा भएको हैसियतले तपाईँहरूले यसको बारेमा चाहिँ केही न केही बोल्नुपर्छ है। हामी सरकारमा भएको व्यक्तिहरूको यो गल्ती हो है, हामीले यो स्टेपसम्मको गल्ती गरेका हौँ, अर्थात् गल्ती भयो हामीबाट भनेर चाहिँ उहाँहरूले भन्न सक्नु पर्थ्यो। भन्न सक्नु भएन। त्यो पनि हामीलाई केही समस्या भएन। सरकारको भयो, अहिले नयाँ सरकार आयो। नयाँ सरकार आए पनि अब अहिले चुनाव गराउने सरकार हो। अब यो चुनावको मेन कुरो चुनावको छ। यो सरकारले चुनाव सम्पन्न गराओस्। यो सरकारले गराउन खोजेको चुनावमा
सकभर नयाँ भनिएका जति राजनीतिक दलहरू छन् मिलेर आइदेऊन् है। मिलेर आइदिए भने देशले जनताले चाहेका मान्छेहरू आउन सक्ने सम्भावना हुन्छ। तपाईँहरू नयाँ भनिएकाहरू पनि छरिएर जानुभयो भने फेरि त्यही हालत हुन्छ, केही हुँदैन। जस्तो पुरानो सिटहरू थियो त्यही सिट 2-4 सिट तलमाथि अदल बदल हुन्छ, उनीहरू नै आउँछन्, उनीहरूले नै फेरि पनि त्यही किसिमको राजनीति गर्छन्। यो सर्वप्रथम यो हुन नदिनुलाई अर्थात् छानिएर निर्वाचन हुनुमा सबैभन्दा ठुलो मेन हात भनेको तपाईँहरू नयाँ भनिएका राजनीति गर्न चाहेका र जनताले पनि तपाईँहरूलाई चाहेका व्यक्तिहरू हुनुहुन्छ, जो तपाईँहरूले अहिले प्रत्येक व्यक्तिले आफूले गएर दल खोलिरहनु भएको छ। सबैको आफ्नो आफ्नो दल छ। प्लिज तपाईँहरू सबैले यसरी छुट्टा जानुभयो भने तपाईँहरू लक्ष्यमा पुग्नुहुन्न। यो 100% हो। तपाईँहरूले जित्नु होला, 1 जना 2 जना 4 जनाले जित्नु होला, तर तपाईँहरूको तपाईँको पपुलरले सबै जनताले सबै क्षेत्रका सबै जिल्लाका मान्छेले तपाईँलाई चिन्छन्, तपाईँले दिन्छन् भन्ने छैन। त्यो भएर कारण तपाईँहरू मिलेर जानुभयो भने, मिलेर चुनावमा जानुभयो भने एकदम ठिक हुन्छ। देशले चाहेको परिवर्तन हुन्छ। तपाईँहरू मिलेर जानु होला। जय होस्।